हेलो साथीहरु, वेलकम बैक न्यू भ्लग को साथ में आज म कलंकी खसी बजारबाट भिडियो स्टार्ट गर्दै छु। हेर्दै गर्नु होला है। एनबीटीसी मल कलंकी म चाहिँ भित्र छिरिसके। खासमा चाहिँ म यहाँ किन आएको भने अनलाइनमा एउटा टी-शर्ट हेरेको थिएँ के हो, त्यही लिनलाई आएको हो के। त्यही हेरेरै लैजाम भनेर आएको हो, लगाएरै। देख्न सक्नुहुन्छ कति राम्रो राम्रो। यहाँ चाहिँ म पहिलोचोटि आएको हो, एकदमै ठुलो रहेछ यो मल। यहाँ चाहिँ विभिन्न किसिमका लत्ता कपडा, खेलौनाहरू, लगेजहरू, धेरै सामानहरू पाइदो रहेछ। यहाँ चाहिँ फेसनेबल लुगाहरू सुपथ मूल्यमा पाइने रहेछ। विभिन्न कलरका आकर्षक लेडिज ब्यागहरू तथा लगेजहरू पनि पाइने रहेछ। विभिन्न कलर साइज डिजाइनका लेडिज जेन्ट्स जुत्ताहरू पनि पाइने रहेछ। साना साना किड्सहरूको जुत्ता पनि पाइने रहेछ। हेर्दा आकर्षक अनि भव्य यो मलमा बच्चाहरूलाई खेल्ने सुविधा पनि रहेछ। अनि बाबुहरू खेल्दै गरेको एक दृश्य। आहा कति राम्रो ड्रेस, कलर नि कति राम्रो, डिजाइन नि कति राम्रो। मलाई यो ड्रेस साह्रै मन पर्यो। यो ड्रेस मलाई सुहाउँछ कि सुहाउँदैन होला है, कमेन्टमा लेख्नु होला। तर आज म यो ड्रेस किन्दिन किनकि मेरो शपिङ लिस्टमा छैन। यहाँ चाहिँ इयरिङ, औँठी, नेकलेस, किरिङहरू पाइने रहेछ। आकर्षक डिजाइनका मन लोभ्याउने विभिन्न कलरका पोतेहरू पाइने रहेछ। तपाईहरू पनि एकपटक पक्कै भिजिट गर्नुहोला। यहाँ बच्चाहरूका लागि विभिन्न सफ्ट टोइज लगायत विभिन्न ब्रान्डका चस्माहरू पनि पाइन्छ। यो कान्जीवरम साडी पनि राम्रो छ, नाइस कलर। आकर्षक लेडिज स्यान्डलहरू पनि देख्न सक्नुहुन्छ। गर्मीको टप्सहरू पनि पाइन्छ। यता चाहिँ ब्याग अनि लगेज। यो चाहिँ वेटिङ लाउन्ज, बस्नेको सुविधा पनि राम्रो बनाएको छ। यहाँ आउनुस् माथिको फ्लोर पनि भिजिट गरौँ।
साँच्चै आकर्षक डिजाइनका कुर्ता सलवार। लेडिज लिङ्ग्रीहरू पनि पाइने रहेछ, नाइट गाउन सबै पाइने रहेछ। स्पोर्ट्स सुजहरू देख्न सक्नुहुन्छ। यता म्याक्सी, यता चाहिँ सलहरू, त्यो पनि सस्तो मूल्यमा। अगाडि पनि हेर्दै जाम के छ। एउटा मस्कारा लिनु थियो, कस्मेटिक पसलमा छिरे म। अर्को रहेछ तपाईको 511 नम्बर कसको हो? भर्खर एउटा पठाएर कस्तो कता छ बहिनी मेल पठाइदिनु नि यसो भन्नु न। हुन्छ मोबाइल नम्बर भन्नु के के भयो भन्नु 9841 के त्यहाँ त के छ 69 कस्मेटिकका हरेक आइटमहरू पाइन्छ यहाँ। सबभन्दा ठुलो यो सानो है, ठुलो ठुलो छैन। के चाहियो बारे मैले चाहिँ अनलाइनमा देखेको टी सर्ट लिए, कालो कलरमा चाहिँ स्टकमा रहेनछ, मैले ब्राउन कलरमै लिए।
अब म यहाँबाट निस्केर जाँदैछु असन इन्द्र चौक। त्यहाँ पनि थोरै सामान किन्नु छ। यहाँ मैले नीलो कलरको स्कर्ट भेटाएँ, मलाई राम्रो लाग्यो। चेक गरौँ कस्तो छ। हेर्नुस् त साथीहरू, म यो स्कर्टमा कस्ती देखिएकी छु, कमेन्ट मी। आजको मेरो सपिङ सिद्धाएर म घरतिर जाँदैछु। हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्छ मन परे लाइक कमेन्ट सब्सक्राइब पनि गर्नुहोला। बाई बाई।